महिला कोटा छुट्याएर न महिलाहरूले चाहिँ महिला हिंसाबाट मुक्ति पाए, न दलित कोटाबाट चाहिँ दलितहरूले नै मुक्ति पाए। न दलित कोटाबाट चाहिँ दलितले चाहिँ गैर दलितलाई हेर्ने नजर, अथवा चाहिँ गैर दलितको कोटाबाट चाहिँ गैर दलितले दलितलाई हेर्ने नजर नै फरक पर्यो है। मलाई लागेको कुरा चाहिँ के हो त भन्दाखेरि जबसम्म यो दमाई कामी सार्की बादी यो कुनै पनि जातबाट हुनुहुन्छ, उहाँहरूले जबसम्म शास्त्र अध्ययन गर्नुहुन्न नि तबसम्म चेतनाको विकास हुँदैन। र जबसम्म ब्राह्मणहरूले हरेक जातिले चाहिँ शास्त्र पढ्नु पर्छ भनेर बुझाउँदैन नि तबसम्म समानताको विकास हुँदैन के है। र म शास्त्र पढ्नु श्रीमद् भगवत गीता पढ्नु किन भनिरहेको छु त भन्दाखेरि शास्त्रमा चाहिँ योग, आयुर्वेद, संस्कृत र साधनाका कुराहरू छ जुन चाहिँ एकदम प्राकृतिक छ, र जुन हामीले चाहिँ यो दैनिक दिनचर्याहरूमा गर्ने क्रियाकलापहरूदेखि अनुशासनदेखि लिएर चाहिँ विचारको कुराहरूदेखि हरेक कुराहरू छ यसमा चाहिँ। त्यही कारणले गर्दा शास्त्र एकदम पढ्नु जरुरत छ कि। त्यही कारणले मेरो सोचमा के आउँछ त भन्दाखेरि यो दलित कोटा, यो महिला कोटा अथवा यो जनजाति कोटा, यो सब चिजहरू हटाउनु पर्छ क्या। यो कोटा हटाएर बरु गरिब कोटा राख्दा कस्तो हुन्छ होला, जो रियलमै अब्बल छ र त्यसको लायक छ भने त्यो मान्छेले पाउनुपर्छ त्यो कोटा जस्तो लाग्छ क्या मलाई के। हुन त फेरि साँच्चीकै यो कोटा हटिहाल्यो भने यो क्रिस्चियन अनि यो के संस्था, यो के सङ्गठन बनाएर हिँडेकाहरूको चाहिँ गोजी खाली होला नि होइन, खानी मुखमा माड लाग्ला फेरि। अब यो कमेन्टमा पनि यस्तैको कमेन्ट आउँछ कि गाली गर्नलाई।